अबको भावी प्रधानमन्त्री चाहिँ यो हुने भयो है भन्ने कुरो गगन थापालाई लाग्यो। रवि लामिछानेले सहकारी ठगेको प्रमाण मसँग छ भन्दै खाली पेपर हालेर षड्यन्त्र गरेर जेलमा थुनाउने भूमिका उहाँ। ल म यही क्षेत्रको मान्छे हो, तपाईँको यही भोटर पनि हो, तपाईँले त्यो प्रमाण दिनु त मलाई हेरौँ। छ भने, होइन भने नेपाली जनतासँग सार्वजनिक रूपबाट तपाईँले माफी माग्नुपर्छ। मैले बोलेको झुटो हो। जनतासँग पनि रविसँग चाहिँ माफी मागेको भन्ने कुरा सुनेको छु है मैले। गगनले रवि लामिछानेसँग माफी मागेको? मैले त्यो चाहिँ झुटो बोलेँ, अब मलाई गल्ती नै बोलेँ मैले, माफ गरिदिनु भनेर उहाँले। सहकारीको यहाँ कुरै छैन क्या। यहाँ सहकारीको बाहनामा खुल्न लागेका भ्रष्टाचारीका 25वटा फाइल खोल्न लागेका थिए। भोलिपल्ट केही ठुला मान्छेका ठुला श्रीमतीहरू, मोटा श्रीमतीहरू लगायत पार्टीकै अध्यक्षहरूमा हतकडी लाग्दै थियो। त्यो कुरो बुझेर मध्यराति थापाजीको घरमा गएर सरकार फेरिएको होइन, नभएदेखि पहिलो पार्टी र दोस्रो पार्टी मिलेर सरकार बनाउँछन्। अब रासोपा, जिन्जी, बालेन्सा, कुलमानजीहरू सबै एकै ठाउँमा भएर आगामी हुने इलेक्सन कब्जा गर्दै हुनुहुन्छ। उहाँहरूले के भन्छ, यो रवि लामिछाने मरिहाले हुन्थ्यो, जेल गइदिइहाले हुन्थ्यो, यसको मुख देख्न परे हुन्थ्यो भन्ने केही मान्छेहरू छन्। गर्नेहरू, कालाबजारिया गर्नेहरू, भ्रष्टाचार गर्नेहरूको मुटु यत्तिकै हल्लेको छ, ढ्याङ्ग्रो बजिया छ। रवि जेलबाट छुटेपछि जेलमै हुँदै पनि सिंह जस्तै थिए। अब बाहिर निस्किसके र चितवनमा तपाईँले सुनिहाल्नु, बुटोलतिर देखिहाल्नुभयो होला, रविले 25वटा फाइल खोल्न खोजेका थिए। केही मान्छेलाई हतकडी लाग्ने भएको हुनाले राति साँठगाँठ गरेर सरकार फेरिएको हो। यो हामीले बुझेकै छ। समाउँछ कुनै पनि हालतले बयान गराउँछ, दिन्न जान्न भन्ने पाउनुहुन्न। त्यो आयोगले उहाँहरूलाई दोषी देखायो भने उहाँहरूको बास भनेको जेलमै हो। काका छोराछोरीलाई गोली हानेर मार्न पाइँदैन। त्यसमाथि पनि स्कुले बच्चालाई 12-13 वर्षका बच्चीहरू मारिएका छन्। टाउकामा गोली हानेर गिदी छरिएको छ। इन्टरनेसनल कोर्टमा पनि जान सक्छ त्यो कुरा। के कुरा गर्नुभएको? अर्काका छोराछोरीलाई ब्ल्याङ हान्न नियत स्कुलले बालबालिका मार्न पाइन्छ? बुढी देउन 2-4 जना सबै तह लाग्छन् भनेर अर्डर दिएको थियो कि थिएन? बयान दिनु पर्यो गएर। 8 महिनाको राजनीतिक जीवनयात्रामा 21वटा सांसद जितेको होइन, 21वटा। अनि वर्ष दिनभरि 6 महिना 1 वर्ष 2 वर्ष राजनीति गरेर देशैभरि सङ्गठन पुर्याउने हो भने र देशैभरि 77 जिल्लामा रवि लामिछाने घुम्ने हो भने गगन थापा त हराउने भए त। अब जिन्जी पनि मिलेकै छन्, रवि पनि मिलेकै छन्, बालेन पनि मिलेकै छन्, कुलमान पनि मिलेकै छन्, हर्क साम्पाङ मिलेकै छन्। मान्छेले नि फोन गर्नुभएको, तराई चाहिँ रासोपामय भइसक्यो डाक्टर साहब भन्दै थियो। नखुमा यत्तिकै मान्छे लर्को भेट्ने। उहाँहरूले हेलिकप्टरको सहायताबाट भाग्नु पर्यो। संविधानै डिजल्भ गर्नु पर्थ्यो। संविधान कसो बच्यो। त्यो भएको हुनाले उहाँहरू मिलेर आउन खोज्नुहुन्छ। आउन खोज्नु भयो भने 23 गते र 24 गतेको घटना दोहोरिन पनि सक्छ। दल विशेषहरूको दादागिरी धेरै भयो। सर्वपक्षीय हुनु पर्यो, त्यसमा जिन्जी हुनु पर्यो। जिन्जीको प्रमुख, किनभने उनीहरू शक्ति हुन्, उनीहरू हुनु पर्यो। र यो मुलुक जोडेको बडा महाराज धिराज पृथ्वीनारायण शाहले हो। नेपालमा राज संस्थालाई अत्याचार गरेर, अन्याय गरेर, धोकाधडीमा विदा गरिएको थियो। तिनै दलले माफी माग्दै गएर सरकार कुर्सीमा आउनु पर्यो भनेर ससम्मान फिर्ता लानु पर्यो र इमान्दार बन्नु पर्यो दलहरूले। अहिले त रविमय पो भयो। गाउँघरतिर अहिले एमाले हुँ भनेर बोल्नै छोडिसके मान्छे। हर्क साम्पाङमय भयो। बालेन शाहलाई खोज्न थाले तराईतिर। सँग बालेन शाह पनि मिल्दै हुनुहुन्छ, कुलमान घिसिङ पनि मिल्दै हुनुहुन्छ। उहाँहरू मिल्ने बित्तिकै मुलुक उहाँहरूसँग गयो। किनभने फेरि रवि लामिछाने आयो भने त अब गृहमन्त्री प्रधानमन्त्री नै भयो भने त भ्रष्टाचार विरोधी हुन्, कसैका फाइल बाँकी राख्दैनन्, डराउँदैनन्। अनि चुनाव भइगयो भने अरूले जित्छु भन्ने आश गरेर हुन्छ। समसामयिक विषयमा कुराकानी गर्न हाम्रो बिचमा प्राध्यापक डाक्टर रामप्रसाद उप्रेतीजी हुनुहुन्छ। स्वागत छ हजुरलाई। हस्, थ्याङ्क यू। नेपालको राजनीतिमा हजुर दिनै पछि तरङ्ग पैदा भइरहेछ हो। आज फेरि जेनजीहरू सडकमा छन्। हो। रवि लामिछाने जहाँ जान्छन् त्यहाँ चाहिँ मास हेर्ने हो नि। हजुर। उनी जेलबाट निस्किँदै गर्दा, हजुर, छोड्दै गर्दा, हजुर, काठमाडौँ हेरे काठमाडौँमा जनता, हजुर, बुटोलमा हेरे बुटोलमा जनता, हजुर, चितवन हेरे चितवनमा जनता। यो के हो रविप्रतिको क्रेज? अरू दलहरूले सभा गर्न पर्यो नि 1 महिना लाग्दा पनि मान्छे हुन्नन्, जम्मा हुन्नन्। रविप्रतिको जनताको क्रेज हेर्नु त के भएको यो देशमा? तपाईँले ठिक भन्नुभयो।
अरूले आमसभा गर्नु पर्यो र मान्छे जुटाउनु पर्यो भने मासुको कुपन, पेट्रोलको कुपन, दैनिक भत्ता, गाडीको भाडा, ट्रकको भाडा तिरेर ओसार्नु पर्थ्यो 3 महिनादेखि मेहनत गरेर। जुन बेलासम्म रविजीलाई यिनीहरूले थुने नि, यी नखुकै एक्जाम्पल ल्याउ न। नखुमा यत्तिकै मान्छे लर्को भेट्ने हो। अब छुटिसकेपछि जुन जुन ठाउँमा त्यहाँ पुग्नुभयो त्यहाँ लाखौँको सङ्ख्यामा मान्छेहरू आए। ती मान्छेलाई मासु भात खाएर बोलाएको पनि होइन, पेट्रोलको खर्च दिएर गरेको पनि होइन। जति ठाउँमा पुग्नुभयो लाखौँ पुगे। यो मुलुकमा अहिले 77 जिल्ला छन्। 77 जिल्लामा पुग्नुभयो भने पनि मास त्योभन्दा अझ बेसी बढ्दै जान्छ। क्रेज चाहिँ त्यस्तो छ। रवि लामिछानेको हो, देखेको कुरो त भन्नु पर्यो। उनले जिन्जीहरूलाई पनि भेटे, जिन्जीहरूका घाइतेहरूलाई। हो, जिन्जीका घाइतेलाई पनि भेटे, शहीद परिवारलाई पनि हो, रोए उनी, रोए पनि हो। त्यसकारण ऊ चाहिँ जनताप्रति र मुलुकप्रति जवाबदेही रहेछन्। किनभने भ्रष्टाचारका फाइल पनि खोल्न खोजेकै थिए रविले 25वटा फाइल खोल्न खोजेका थिए। केही मान्छेलाई हत्कडी लाग्ने भएको हुनाले राति साँडगाँड गरेर सरकार फेरिएको हो, यो हामीले बुझेकै छ। तर उहाँले चाहिँ शहीद परिवारलाई गएर भेट्नुभयो, घाइतेलाई गएर भेट्नुभयो, त्यो भनेको चाहिँ एकदम राम्रो पक्ष हो, मानवीय पक्ष हो, संवेदनशील पक्ष हो। त्यो कुरा उहाँले राम्रो गर्नुभयो र त्यो कुरा सबै जिन्जीले मन पनि पराए। मैले सुन्दैछु जिन्जीहरू नै अब रासोपा, जिन्जी, बालेन्सा, कुलमानजीहरू सबै एकै ठाउँमा भएर आगामी हुने इलेक्सन कब्जा गर्दै हुनुहुन्छ उहाँहरूले। कब्जा गर्दै हुनुहुन्छ? कब्जा भन्नाले चुनाव स्विपिङ मेजोरिटीबाट जित्नुहुन्छ। त्यो परिस्थिति बनिसक्यो। हर्क साम्पाङ पनि अझ सँगै जोडिन पाएको भए हुन्थ्यो। तर हर्क साम्पाङजीले पनि पूर्वाञ्चल सोलोडोलो पारिसक्नुभयो। चुनावी तालमेलपछि उहाँहरूको हुन पनि सक्छ। भयो भने पुराना दल विशेषका नेताज्यूहरू र ती पुराना पार्टीहरू चाहिँ नेपालबाट एक किसिमले बत्ती बालेर यसो लाइट बालेर हेर्नुपर्छ। नयाँ रवि लामिछानेले हिजो प्रधानमन्त्रीलाई नि भेटे। हजुर, सुशीला कार्कीलाई। हजुर, चुनाव गराउनुहोस्, हामी साथ दिन्छौँ, हिम्मत गर्नुहोस्, नडराउनुहोस् भनेका छन्। अब रासोपा जसको क्रेज त्यस्तो छ देशैभरि, अब त्यत्रो सपोर्ट पाइसकेपछि, जिन्जीको पनि सपोर्ट पाइसकेपछि अब मलाई चुनाव गराउनु के गाह्रो। तर हिजो मात्रै पनि केपी शर्मा ओलीले एउटा अन्तर्वार्तामा हजुर रासोपा 10औँमा पर्ला, 9-10औँ दलमा आउला हजुर भन्छन्। त फेरि के हो? होइन, मलाई भन्न दियो न 10औँमा पर्ला कि अब 100औँमा पर्ला कि अब उहाँले क्यालकुलेसन राम्रो गर्नुहुन्छ। एमाले हुन्छ अरे पहिलो दल। होइन, मलाई शुभकामना। उहाँ त अनि यो आयोगमा पनि जान्न भन्नुहुन्छ? होइन, म त किन जान्नु र, उहाँ त एमालेको अध्यक्ष हो नि त। म आयोगमा पनि जान्न, बयान पनि दिन्न, गोली हाने जन्मकैदी पार भनेर ओपन च्यालेन्ज गर्नु भएको छ आयोगलाई। एमालेको अध्यक्षपछि जानु पर्दैन? अब नपर्ने होला र त भन्नुभएको होला नि। होइन भने मुलुकमा भएको संविधान पनि छ र आयोग पनि बनेको छ। 23 गतेको घटनामा, 24 गतेको घटनामा उहाँ नै प्रधानमन्त्री हुनुहुन्थ्यो भनेपछि के भएको कसो भएको भन्ने कुरो सबैले जान्न पाउने अधिकार छ। र निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी लगायत त्यही पार्टीको उपाध्यक्ष र पार्टी संगठक सुरेन्द्र पाण्डेज्यू लगायत सबैले त्यो दिनको घटनाको जिम्मेवारी त्यो दिनको प्रधानमन्त्री र गृहमन्त्री हुनुपर्छ भनिसक्नुभयो। भनेपछि उहाँले म जान्न, म बोल्दिनँ भन्न पाउनुहुन्न। जानु पर्यो, बयान दिनु पर्यो। उहाँ त गोली हाने पनि हान हो, म जान्न भनिसके त। केपीओलीले त त्यसो गर्दा डराउँछन् अनि मसँग छुलुक्क भएर आउँदैनन् भनेर धम्क्याउन खोज्नु भएको हो। तर बागमतीमा धेरै पानी बगिसक्यो। सरकार डराउँदैन। केपीओलीलाई समातेर ल्याएर पनि बयान गराउँछ। समाउँछ कुनै पनि हालतले बयान गराउँछ र त्यतिखेरका गृहमन्त्रीलाई पनि बयान गराउँछ। दिन्न जान्न भन्ने पाउनुहुन्न। र छानबिन आयोग भनेको छ, त्यो आयोगले उहाँहरूलाई दोषी देखायो भने उहाँहरूको बास भनेको जेलमै हो। केपीओलीको जो जिम्मेवार छन् तिनीहरूको अर्काका छोराछोरीलाई गोली हानेर मार्न पाइँदैन। त्यसमाथि पनि स्कुले बच्चालाई 12-13 वर्षका बच्चीहरू मारिएका छन्। टाउकामा गोली हानेर गिदी छरिएको छ। इन्टरनेसनल कोर्टमा पनि जान सक्छ त्यो कुरा।
के कुरा गर्नुभएको? अर्काका छोराछोरीलाई ब्ल्याङ ब्ल्याङ हान्न निहत्था स्कुलले बालबालिका मार्न पाइन्छ? भुटिदेऊ न 2-4 जना सबै तह लाग्छन् भनेर अर्डर दिएको थियो कि थिएन? बयान दिनु पर्यो गएर। 3 कुनेमा दबाई हाल्नुभयो, त्यही सम्झेर 2-4 जनाले यसो भुटभाट पारिदिएपछि डरले भागिहाल्छन् भन्ने सोचेको थियो होला, तर उल्टो परिदियो गेम। जेनजीहरू फेरि आज सडकमा आइसके, मिराज लगायतका टिमहरू। हजुर, यो के हो खास फेरि? होइन, उनीहरूको माग पुरा भएन भने जिन्जीहरू फेरि आउँछन् भन्ने हामीलाई लागेकै छ। उनीहरूको माग पुरा हुने छाड देखिएको छैन, किनभने उनीहरूले भनेको त के थियो भने कार्यकारी प्रधानमन्त्री, प्रादेशिक संरचना हटाऊ भन्ने कुराहरू थिए, भ्रष्टाचारीहरू सबै थुन भन्ने कुरा थिए। त्योदेखि बाहेक अब 23 गतेको घटना घटाउनेहरू त त्यसै पनि कारबाहीमा आउनुपर्छ भन्ने नै थियो। त्यो भएन भने मेरो विचारमा जिन्जीले छोड्नेवाला छैनन्। कालले चाहिँ बरु छोड्ला। काल आइगयो भने होइन हजुर आज चाहिँ मलाई फुर्सद छैन, भोलि आइदिनु भनेर फकाएर फटाउन सकिएला। जिन्जीलाई उनीहरूको माग पुरा गरिएन भने न दबाउन सकिन्छ न फकाउन सकिन्छ। जेनजीहरूलाई केही गर्न सकिँदैन। मुलुक गयो जेनजीको हातमा। विद्यादेवी भण्डारीले केही दिन अगाडि हजुर एउटा टेलिभिजन कार्यक्रममा हजुर देश यस्तै तरल अवस्थामा रह्यो भने राष्ट्र संस्था फर्किन सक्छ भनेर अभिव्यक्ति दिइन्। हजुर उता तत्कालीन राजा ज्ञानेन्द्र शाह भारतमा उच्च स्तरीय भ्रमणमा छन्। हजुर मोदीसँग भेटिरहेछन्। हजुर आरएसएस का प्रमुखहरूसँग भेटिरहेछन्। हजुर के खिचडी पाक्दैछ देशमा? खिचडी होइन, खिर पाक्दैछ। निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीज्यूले भनेको कुरो मलाई राम्रो लागेको छ। मुलुक यस्तै तरल अवस्थामा यस्तै खिचातानीमा जाने हो भने राज संस्था फर्किन सक्छ, फर्किन्छ भन्नुभएको छ। त्यति मात्रै भन्नुभएको छैन, उहाँले राज संस्था पनि शक्ति हो भन्नुभएको छ। त्यसकारण राज संस्था यो मुलुकको शक्ति हो। त्यो शक्तिलाई बाइपास गरेर अनि राज संस्था त्यो पहिला यिनीहरूको सात दलसँगको सहमतिलाई तोडेर राज संस्थालाई धोका दिएर आफू महाराजा भएर तर मार्नलाई 7 दलले धोका दिएका छन्। यो कुरो राष्ट्रपतिज्यूलाई विद्यादेवी भण्डारीज्यूलाई राम्रो थाहा छ। त्यसकारण राज संस्थाप्रति उहाँको सहानुभूति हुनु अथवा सही कुरा बोल्न सक्नु राम्रो कुरा हो। राज संस्था फर्किन्छ नेपालमा? अब हेर्नु, नेपाली जनताले चाहेका छन् भन्ने कुरो, राजा जता जता जान्छन् लाखौँको सङ्ख्यामा सरकार आइदिनु पर्यो। नेताले सक्ने भए, भ्रष्टाचारीले देशै सक्ने भएन। देउपाको घरमा डढेको पैसाको हिसाब निकालेको 13 अरब डढ्या रहेछ। 13 अरब घरमा राख्ने एआईबाट डढेको। एआईबाट डढेको भन्छन् न। मान्छेले गएर पैसै भेट्टाए निकाले, झोलैमा पैसा हालेर लगेको तिले भनेपछि त्यसै गरेर कसैले विदेशमा थुपाइरहेछन्, कसैले कहाँ थुपाइरहेछन्। सबैको प्रमाण दुर्गा प्रसाईसँग छँदैछ। दुर्गा प्रसाईसँग सुरक्षित छ। सार्वजनिक गरेर उनले देखाइ नै सकेका छन्। आज मात्रै पनि सेनाले एउटा फेरि प्रतिवेदन सार्वजनिक गर्यो। हजुर हजुर हामीले एकताको प्रतीकको रूपमा पृथ्वीनारायण शाहको फोटो हजुर राखेका हौँ। हजुर हाम्रो सत्ता मोह कुनै पनि छैन, संविधान अनुसार हामी चल्छौँ हजुर भन्ने किसिमको हजुर प्रतिवेदन निकाल्यो। हजुर यसो छ, नेपाली सेनाले नेपाललाई माया गर्छ, नेपाली माटोलाई माया गर्छ, नेपाली जनतालाई माया गर्छ, देशप्रति वफादार छ। त्यसकारण मलाई मेरो सेनाप्रति गौरव छ। र नेपाली सेनाको संस्थापक भनेको बडा महाराज धिराज पृथ्वीनारायण शाह भएको हुनाले पृथ्वीनारायण शाहको फोटो तस्बिर सेनाले राख्नु, आफ्नो हेडक्वार्टरमा राख्नु उचित कुरो हो। सेनाले उचित गरिरहेछ। जुन हिसाबले सेनाले राजालाई बुझाउन खोज्यो भन्ने चर्चा पनि थियो। हजुर 26-27 गते त्यति बेला। हजुर अहिले चलबल बढिरहेछ। जेनजीहरू आन्दोलनको तयारीमा पनि छन्, आन्दोलनै गरिरहेछन्। हजुर फेरि के देश आन्दोलनमा मोटिभेटमा जाने परिस्थिति बने हो? त्यस्तो नभइदियोस् भन्ने हामी चाहन्छौँ। त्यसकारण सबैले बुद्धि पुर्याएर एउटा सर्वदलीय सरकार बनाऊ अनि एउटा सबैको समझदारीबाट संवैधानिक रूपमा राज संस्थालाई माथि राखौँ। सबै कुरा सल्टिन्छ। गगन थापा अब सभापति बन्ने, अब प्रधानमन्त्री बन्ने रे, आज घोषणा गरिसके। उहाँलाई शुभकामना छ। यही क्षेत्रको मान्छे हुनुहुन्छ, यङ हुनुहुन्छ, तर उहाँले कृपया विदेशी सेना ल्याउने दुस्साहस नगर्नु, नेपाललाई माया गर्नु। तपाईँ युवा हुनुहुन्छ, भ्रष्टाचारीहरूलाई कोच्नु। देउपाका घरमा भएको पैसाको प्रमाण जुटिसकेका छ।
तपाईँले देउपारा दम्पतिलाई जेलमा कोस्ने हिम्मत गर्नु, कम्बोडियामा 32 अरब रुपियाँ केपी ओलीको छ अरे, जेलमा कोस्ने हिम्मत गर्नु, दुर्गा प्रसाईले फाइल दिनुहुन्छ, यो सबै गर्न सक्नुहुन्छ भने शुभकामना छ। गगन थापाले देश बनाउँछ नि तपाईँलाई लाग्छ? होइन, अब त नेपाली काङ्ग्रेसको कुरो हो, प्रजातान्त्रिक पार्टी हो, को सभापति हुन्छ को हुँदैन। सभापति भएर प्रधानमन्त्री हुने अरे अबको प्रधानमन्त्री, भावी प्रधानमन्त्री गगन थापा। अब नेपाली काङ्ग्रेसको इमेज चाहिँ देउपा दम्पतिले यति बिगार्नु भएको छ कि नेपाली पटक पटक प्रधानमन्त्री हुँदाखेरि पनि काङ्ग्रेससँग वाक्क दिक्क भएका छन् मान्छे। काङ्ग्रेसबाट एमालेबाट अरूबाट भन्दा पनि विशेष गरी नयाँ मान्छे चाहिँ आइदिउन् भन्ने नेपाली जनताको चाहना छ। मैले देखे अनुसार, अथवा तपाईँलाई क्लियरली भनिदिइहाल्छु, अबको भावी प्रधानमन्त्री चाहिँ यो हुने भयो है भन्ने कुरो गगन थापालाई लाग्यो। त्यसकारण रवि लामिछानेले सहकारी ठगेको प्रमाण मसँग छ भन्दै खाली पेपर हालेर षड्यन्त्र गरेर जेलमा थुनाउने भूमिका उहाँको हुनसक्छ। ए गगन थापाको? किनभने प्रत्याशी गगन थापाले त प्रमाण भनिरहेको थियो, तिनको प्रमाण कता हराएछ? प्रमाणै थिएन नि, केही पनि थिएन नि। प्रमाण भए त देखाइहाल्थे नि अहिलेसम्म। सदनमा के देखाएको थियो तिनले? खाली कागज। प्रमाण देखाउँ भन्दै रवि लामिछानेलाई ड्यामेज गरौँ, किनभने रवि प्रधानमन्त्री हुने भयो भनेर ड्यामेज गरौँ भनेर लाग्यो। 7-8 महिनाको राजनीतिक जीवनयात्रामा 21वटा सांसद जितेको होइन, 21वटा। अनि वर्ष दिनभरि 6 महिना 1 वर्ष 2 वर्ष राजनीति गरेर देशैभरि सङ्गठन पुर्याउने हो भने र देशैभरि 77 जिल्लामा रवि लामिछाने घुम्ने हो भने गगन थापा त हराउने भए त। त्यही भनेर त्यो प्रमाण मसँग छ भनेको थियो। ल म यही क्षेत्रको मान्छे हो, तपाईँको यही भोटर पनि हो, तपाईँले त्यो प्रमाण दिनु त मलाई हेरौँ। छ भने, होइन भने नेपाली जनतासँग सार्वजनिक रूपबाट तपाईँले माफी माग्नुपर्छ। मैले बोलेको झुटो हो। जनतासँग पनि रविसँग चाहिँ माफी मागेको भन्ने कुरा सुनेको छु है मैले। गगनले रवि लामिछानेसँग माफी मागेको? मैले त्यो चाहिँ झुटो बोलेँ, अब मलाई गल्ती नै बोलेँ मैले, माफ गरिदिनु भनेर उहाँले माफी मागेको कुरो मैले विशेष सूत्रबाट थाहा पाएँ। तर जनतालाई पनि झुक्याउनु भयो नि त। त्यसो भएको हुनाले जनतासँग पनि सार्वजनिक रूपबाट माफी माग्नु पर्यो कि? रवि लामिछानेले सहकारी ठगेको प्रमाण गगनसँग थिएन भए निकालिहाल्थे नि। सहकारीको यहाँ कुरै छैन क्या। यहाँ सहकारीको बाहनामा खुल्न लागेका भ्रष्टाचारीका 25वटा फाइल खोल्न लागेका थिए। भोलिपल्ट केही ठुला मान्छेका ठुला श्रीमतीहरू, मोटा श्रीमतीहरू लगायत पार्टीकै अध्यक्षहरूमा हतकडी लाग्दै थियो। त्यो कुरो बुझेर मध्यराति थापाजीको घरमा गएर सरकार फेरिएको होइन। नभएदेखि पहिलो पार्टी र दोस्रो पार्टी मिलेर सरकार बनाउँछन्, एउटा प्रतिपक्षमा बस्नु पर्दैन। प्रजातन्त्रको प्र्याक्टिस गरेको भए होइन, सत्ता जोगाउने, आफू जोगाउने, फाल दबाउनको लागि बनेको सरकार थियो भने जिन्जीले घुँडा टेकाइसक्यो। अब जिन्जी पनि मिलेकै छन्, रवि पनि मिलेकै छन्, बालेन पनि मिलेकै छन्, कुलमान पनि मिलेकै छन्, हर्क साम्पाङ मिलेकै छन् भनेपछि जनता यिनीहरूसँग छन्। अनि ती दल विशेषलाई चाहिँ बिचरा भन्छु अहिले म। जनता अहिले रविहरूसँग, कुलमानहरूसँग, हर्कहरूसँग, बालेनहरूसँग जनता छन्। तर कतिपयले भन्छ नि। अर्को कुरो, मलाई तराईबाट फोन आएको थियो, विशेष एकदम राम्रो मान्छेले नि फोन गर्नुभएको। तराई चाहिँ राजसोपामय भइसक्यो डाक्टर साहब भन्दै थियो। तर गगन थापालाई त अहिले निर्वाचन क्षेत्रहरू त हजुर 7-8वटा हाम्रा उठ्नु पर्यो भनेर कङ्ग्रेसले सिफारिस गरेको देखिन्छ। अनि स्वास्थ्य मन्त्री हुँदा त भयङ्कर काम गरेको थियो भनेर प्रचार गर्छन्। के हो खास यो चाहिँ? होइन, अब काङ्ग्रेसमा गगन थापा एकजना हुनुहुन्छ, अरू पनि केही होलान्। होइन भने काङ्ग्रेस पार्टी त किसिमले देउबाजीले सकिसक्नु भयो त। महाधिवेशन हुन्छ कङ्ग्रेसको? महाधिवेशन त होला नि। अब महाधिवेशन त पुसमै पुस 27 होइन, गगन थापाको माग चाहिँ महाधिवेशन होस् भन्ने छ। शेरबहादुर देउपाले चाहिँ सकभर ठेलठाल पारेर महाधिवेशन नै नगराइकन बाँचिन्जेल चाहिँ अध्यक्ष सभापति पड्काउने उहाँको दाउ छ। मौका मिल्यो भने फेरि प्रधानमन्त्रीको पनि भित्रभित्र मुख मिठ्याउनु भएको होला। तर अहिले चाहिँ के छ भने अहिलेको सरकारले चाहिँ 2 कार्यकालभन्दा बेसी प्रधानमन्त्री नखाने भनेर पास गरेको छ। अब यसलाई मान्दैनौँ, यसलाई कुल्चिन्छौँ, हामी नि दोहोऱ्याइ खान्छौँ भनेर दल विशेष आए भने जिन्जी, रासोपा, बालेन्सा, कुलमान घिसिङ, अर्का साम्पाङहरूले तोरीको फुल देखाइहाल्छन् नि। नेपाली जनताले तोरीको फुल देखाउँछ। संसद पुनर्स्थापनाको लागि कङ्ग्रेसहरू पनि
हजुर अदालत गए 65 जना सांसदहरू हैन त्यसो एमालेका हुँदा बहुमत पुग्ने भयो अब त संसद पुनर्स्थापना हुने भयो नेपालमा भइराखेको संसद डिजल भएको होइन र संसद त थियो त 2/3 कांग्रेस र एमाले जस्ता पहिलो पार्टी र दोस्रो पार्टीको सरकारै थियो झन्नै 2/3 मेजोरिटीकै सरकार थियो संसद जिउँदै थियो यस्तो आन्दोलन भयो कि उहाँहरूले हेलिकप्टरको सहायताबाट भाग्नु पर्यो संसदै डिजल्भ गर्ने स्थिति आयो संविधानै डिजल्भ गर्नु पर्थ्यो संविधान कसो कसो बच्यो त्यो भएको हुनाले उहाँहरू मिलेर आउन खोज्नुहुन्छ आउन खोज्नु भयो भने 23 गते र 24 गतेको घटना दोहोरिन पनि सक्छ संसद पुनर्स्थापना भयो भने 23-24 गतेको घटना अथवा संविधान संशोधन गरौँ जिन्जीलाई पनि सहभागी गराएर सर्वपक्षीय सरकार बनाउने स्थिति भयो भने संसद पुनर्बहाली नै भयो भने पनि के भयो त ठिकै छ त सर्वदलीय सरकार चाहिँ आजको अपरिहार्य आवश्यक सर्वदलीय सरकार छैन भने त मानिँदैन दल विशेषहरूको दादागिरी धेरै भयो सर्वपक्षीय हुनु पर्यो त्यसमा जिन्जी हुनु पर्यो जिन्जीको प्रमुख किनभने उनीहरू शक्ति हुन् उनीहरू हुनु पर्यो र यो मुलुक जोडेको बडा महाराज धिराज पृथ्वीनारायण शाहले हो नेपालमा राज संस्थालाई अत्याचार गरेर अन्याय गरेर धोकाधडीमा बिदा गरिएको थियो तिनै दलले माफी माग्दै गएर सरकार कुर्सीमा आउनु पर्यो भनेर ससम्मान फिर्ता लानु पर्यो र इमानदार बन्नु पर्यो दलहरूले जनताले चाहिँ खोजेका छन् राजा रवि लामिछानेले हिजो मात्रै पनि हजुर तिमीहरू बोल्दा विचार गरेर बोलाओ हजुर तिमीहरूलाई हामीले सम्मान गरिरहेछौँ हजुर फेरि बढी बोल्न लायो भने आँखा चिम्लिन लायो भने चम्काउन लायो भने झम्काउन लायो भने अघिल्लोचोटि त भाग्यो हेलिकप्टरमा अब त परिस्थिति पनि नआउला फेरि झन् कहाँ भाग्छौ भाग्ने ठाउँ पनि नपाउला भन्छन् उनी फेरि उसले खुल्लेआम भने मनमा लागेको कुरा भन्छन् बोल्न डराउँदैनन् ओली देवार फेरि भाग्ने परिस्थिति बन्छ किन बन्दैन के कुरा गर्नुभएको तपाईँले जिन्जीको माग पूरा गरिएन भ्रष्टाचारी चाहिँ यो छानबिन आयोगले प्रमाणित गरिदियो भने बास बस्नु पर्यो जेलमा त्यसकारण अहिले उहाँहरूलाई स्थान हत्की के भन्दो रहेछ ठाउँ नछोड्नु भनेको छ उपत्यका नछोड्नु उपत्यका पनि नछोड्नु देश पनि नछोड्नु भनेर उर्दी छ भनेपछि प्रमाणित भयो भने त करापे पारिहाल्छ नि पुलिसले प्रशासनले अनि भाग्न त पाइएन अघिल्लोचोटि त हेलिकप्टरबाट सेनाले ज्यान जोगाइदिएको थियो त्यही आफ्नो ज्यान जोगाउने सेनालाई पनि उहाँले जस दिनु भएको छैन सेना पनि रिसाइरहेछ दलहरूसँगले सेना पनि रिसाइरहेछ जस पनि नपाउनु उनीहरूलाई जोगाइ पनि दिनुपर्ने अनि जस पनि नपाउनु पर्ने त्यस्तो पनि हुन्छ अनि दल विशेषहरू अनि देउबाको घरमा डढेको 13 अरब नेपाली सेनाले देखेको छैन कम्बोडियातिर थुपारिएका पैसा दुबईतिर किनिएका भिल्लाहरू आलिसान लग्जरी एपार्टमेन्टहरू नेपाली सेनालाई थाहा छैन भ्रष्टाचार केपीएलले त भने नि त अहिलेको सरकारले शान्ति दिन सक्दैन शान्ति गठन गर्ने युवाहरू टोलमा शान्तिका लागि र एमालेलाई छोए भने कसैले देश ठप पाउँछ सरकार ढल्छ गरे भइगयो त उहाँलाई शुभकामना छ देश ठप्प पार्न सक्दैन एमाले अहिले हेरौँ न अब हेरौँ गाउँघरतिर अहिले एमाले हुँ भनेर बोल्नै छोडिसके मान्छे बोल्नै छोडिसके कार्यकर्ताहरू अहिले खोइ त एमाले त भन्दैन अहिले त रवि मय पो भयो हर्क साम्पाङ मय भयो बालेन शाहलाई खोज्न थाले तराईतिर काठमाडौँतिर पूर्वतिर पश्चिमतिर त्यसै गरेर कुलमान घिसिङका कुरा आउँछन् उज्यालो मान्छे भन्छन् उनीहरू नि पार्टी खोलेर आइसकेपछि विगत 30-35 वर्षसम्म शासन गरेर अरबौं अरब रुपियाँ नेपाली जनताका टाउकामा ऋण थुपार्नुभयो तपाईँहरूले विदेशबाट ल्याएर कमिसन खाएर भ्रष्टाचार गरेर अनि फेरि तिनीहरूलाई नि खोज्छन् जनताले फेरि तिनीहरूलाई नि मत हाल्छन् हाल्दैनन् नेपाली जनता बाठा भइसक्यो क्या कमिसन नै खाएर कमिसन खाने त उहाँहरूको काम भने त यो खानुभन्दा अरू के छ र देशलाई चुस्नुभन्दा अरू के छ हुँदा हुँदा भिजिट भिसाका नाममा युवा बिक्री भएको छन् 7 लाख युवा बिक्री गरेर तर एमाले त देश बनाएमा हामीले भन्छ नि त फेरि महाधिवेशन अस्ति देख्नु भएन होइन उहाँहरूले देश मात्रै होइन चन्द्रमा जुन घाम तारा सबै उहाँले नि बनाएको उहाँहरूले स्टेडियम बनाए होइन सबै उहाँहरूले बनाए सबै उहाँहरूले नि बाटाहरू 6
लेनको बनाए। हजुर हजुर हो, सबै जनताले बुझ्दै बुझेनन् अरे एमाले बनाएको विकास। त्यही त, अब त्यो टावरहरूमा किन जनता गएर चढिदिनु पर्ने, जाँदै जाँदैन, चरो मुसो जाँदै जाँदैन होइन। अनि भ्यू टावर किन बनाएको? सजिलो हुन्छ क्या खानालाई, कमिसन खाना। त्यही त हो नि। कल कारखाना खोलेर देखाउनुहोस् न, रोजगारी मान्छेलाई दिएर देखाउनुहोस् न। बाटो बनाएको किन, बढाएको किन? आफू सरकारमा भएकाले तर मारिहालौँ, जति खाए पनि भयो। अब चुनाव भयो भने एमाले काङ्ग्रेस माओवादी लगायतका दलहरूको के हैसियत हुन्छ? उहाँहरू सबै मिलेर लड्नु भयो भने पनि हार्नुहुन्छ। राजसभासँग बालन शाह पनि मिल्दै हुनुहुन्छ, कुलमान घिसिङ पनि मिल्दै हुनुहुन्छ। उहाँहरू मिल्ने बित्तिकै मुलुक उहाँहरूसँग गयो, 2/3 पुग्ला भन्ने मलाई चाहिँ लाग्छ। 2/3 ल्याउँछन् र राजसभा लगायतका नयाँहरूले। हर्क साम्पाङ पनि मिल्नुपर्छ त्यसमा, 2/3 को सरकार बन्छ। एमाले काङ्ग्रेस माओवादी मिले, उहाँहरू मिले पनि हुन्छ, उहाँहरू मिल्नु, तपाईँहरू सबै मिलेरै लड्नु, एउटै चुनाव चिन्हबाट लडे पनि भयो। किनभने तपाईँहरूको शासन सत्ता जनताले देखिसकेका छन्। तर हिजो मात्रै ओइलले भनेछन् एमाले काङ्ग्रेस चुनावसँग डराउँछन्, हामीले यो चुनाव जित्ने, बहुमत ल्याउने हामी हो। शुभकामना हुन्छ नि, हुन्छ। नयाँ भनिएको त 9-10 वटा स्थानमा आउलान् भन्छन्। होइन, ठिकै छ, उहाँहरूलाई त्यस्तै बुद्धि आइराखोस्। चुनाव भएर त्यसको रिजल्ट काउन्ट हुन थालेपछि अनि तोरीको फुल देख्नुहुन्छ नि, टिपिएलले पनि देख्छन् तोरीको फुल देख्नुहुन्छ। उहाँले त्यही दमकबाटै चुनाव जित्नुहुन्न, दमक गरेर चुनाव भोटै माग्न सक्नुहुन्न। कुरो सकिएको त कुरो। उहाँलाई त स्थानबाट त ठाउँ त छोड्न पाउनुहुन्न। अब कारबाही भएन, यदि छानबिन आयोगको प्रतिवेदनमा दोषी देखिनु भएर कारबाही भएन भने जनताहरू गुन्डुकी कुन ठाउँमा हामी त्यतै पुग्न पनि सक्छौँ भन्ने आवाज पनि कता कता सुन्न थालिएको छ। टिपिएलले महेश बस्नेतले कति दिन चाहिँ छेकेर राख्नुहुन्छ? गाह्रो छ। प्रचण्डले सदनबाटै हर्क बालेनहरूलाई हजुर लोकतन्त्रका सुन्दर फुल भन्थे। हजुर हिजो फेरि भिरकोटी मण्डपमा यिनीहरू त फुल भन्छन्, काँडा आइछन्। हजुर हामीले ल्याएको लोकतन्त्रमा यिनीहरू काँडा भए। हजुर भने अर्थात् काँडा भनेपछि उखालेर फाल्न पर्यो भन्न खोजे होला। भनेपछि काँडा भनेछ उहाँले अब हाम्रो हातबाट सत्ता गयो, सत्ता लगे भन्ने पीडा बोलेको। प्रचण्डले काँडा भएर होइन कि? काँडा भएर होइन। उहाँलाई के लागेको थियो भने बालन शाहले हर्क सरकारलाई कचाकचुक पारेर आफ्नै पार्टीमा मिलाउँछ र फेरि चुनाव जितेर प्रधानमन्त्री पड्काउँछु भन्ने दाउ थियो। तर उनका दास बन्न उहाँहरू जानु भएन। नभएपछि हिजो सुन्दर फुल देख्नुभएको थियो, अहिले काँडा देख्न थाल्नुभयो। किनभने चुनाव त उनीहरूले जित्छन्। उनीहरूले जितेपछि क्यान्टनमेन्टका फाइल पनि खोल्लान्। किनभने फेरि रवि लामिछाने आयो भने त अब गृहमन्त्री प्रधानमन्त्री नै भयो भने त भ्रष्टाचार विरोधी हुन्, कसैका फाइल बाँकी राख्दैनन्, डराउँदैनन्। त्यसकारण काँडा देख्न थाल्नु हो। संसद पुनर्स्थापना सम्भावना कति देख्नुहुन्छ तपाईँले? होइन, संसद पुनर्स्थापना भए पनि सर्वदलीय सरकार बनोस् र नेपाली जनताको चाहना अनुरूप संवैधानिक राजा रहन्, त्यसमा कुनै नोक्सान छैन। तर संसद पुनर्स्थापना भएर तिनै दल विशेषका मान्छेहरूबाट प्रधानमन्त्री हुने र जिन्जीलाई कुल्चिने खालको कुरा भयो भने 23 गते पनि दोहोरिन सक्छ, 24 गते पनि दोहोरिन सक्छ। देउवा फेरि प्रधानमन्त्री बन्ने लाइनमा छन्। हुँदैन होला, अब डराए। अस्तिको कुटाइबाटै उनको होस फिरेको छैन। टिपिएली उहाँको पनि सातो पुत्लो उडेर कहिले के भन्नुहुन्छ, कहिले के काहीँ छोलान छोए भने धम्किहाल्नु भनेको चाहिँ त्यो डर बोलेको। सातो पुत्लो उडिसकेको छ त, 5 मिनट ढिलो भएको भए मलाई जलाउने रहेछन् ती भनेर उहाँले नि बोल्नु भएको। अनि त्यो सातो गएको सातो फिर्ता आएको छैन। सातो एक्चुअली गएको त्यो फिर्ता बोलाउनु पर्छ, नभए आउँदैन सातो। त्यो डरभित्र त्यस्तो पस्छ। टिपिएलको हालत अहिले त्यस्तो छ। त्यसकारण अहिले अब सेनालाई अब्जस दिन, किनभने त्यो चाहिँ कस्तो भयो भने विनाशकाले विपरीत बुद्धि हुन्छ। नेपाली सेना भनेको सम्मानित सेना हो, देशलाई माया गर्छ, माटोलाई माया गर्छ, मुलुकको हितको लागि काम गर्छ। भ्रष्टाचारी नेताको जे भन्यो त्यही अर्डर मानेर जनताका छोराछोरीलाई गोली हान्दैन। कतिपल्ट फेरि रवि लामिछाने फेरि जेल जान्छन् भन्छन्, के हो यो चाहिँ?
सपना देख्न दिनुहुन्न मान्छेलाई। अब कतिले त के भन्छ, यो रवि लामिछाने मरिहाले हुन्थ्यो, जेल गइदिइहाले हुन्थ्यो, यसको मुख देख्न परे हुन्थ्यो भन्ने केही मान्छेहरू छन्। सत्ता लिप्सा गर्नेहरू, कालाबजारिया गर्नेहरू, भ्रष्टाचार गर्नेहरूको मुटु यत्तिकै हल्लेको छ, ढ्याङ्ग्रो बजिया छ। रवि जेलबाट छुटेपछि जेलमै हुँदै पनि सिंह जस्तै थिए, अब बाहिर निस्किसके र चितवनमा तपाईँले सुनिहाल्नु, बुटोलतिर देखिहाल्नुभयो होला, देशभरिको स्थिति त्यही छ। अनि चुनाव भइगयो भने अरूले जित्छु भन्ने आश गरेर हुन्छ? रियल कुरो जिउ त्यसलाई पत्याउ न। त्यसमाथि राप्रपाको राजेन्द्र लिङ्गदेनज्यू, अध्यक्ष राजेन्द्र लिङ्गदेनज्यू र रवि लामिछानेको बिचमा धेरै कुरा मिलिसकेका छ। पार्टीको कुरो पार्टीले नि भन्छ भन्नलाई, तर मैले नागरिकको हिसाबले र उहाँहरूको भेटघाटको हिसाबले झन्डै एजेन्डै मिलिसक्यो। कार्यकारी प्रधानमन्त्री बनाऊँ, प्रादेशिक संरचना हटाऊँ, संवैधानिक राजा राखौँ भन्ने राप्रपाको सुरुदेखिको अडान हो। दुईटा कुरामा मिलिसकेका छ। राष्ट्रपालले पनि एउटा संवैधानिक राजा मानिदिने हो भने कुरै मिलिगयो। त्यसरी मिल्यो भने त 2/3 को सरकार सजिलै बन्छ। फेरि त्यो सम्भावना बढेर गएको छ, मलाई त्यस्तो लाग्छ। नेपालमा राष्ट्र संस्था जुन हिसाबले फर्काउन पर्छ भन्ने छ, चर्चा छ। हजुर, अहिले पछिल्लो समय त पूर्व राष्ट्रपतिका अभिव्यक्तिहरू सुन्दा पनि त्यो देखिन्छ, राजाको सक्रियता पनि देखिन्छ। के पाउनुहुन्छ? यो हल्लामा मात्रै जाने हो? यो हल्ला होइन, यो हल्ला होइन, यो रियल कुरा हो। नेपाली जनताले राजा जता जता जान्छन्, राज संस्था राजा आइदिनु पर्यो भनेर जनताको पुकार राजाले सुनेको छ, विश्वले देखेको छ, छरछिमेकले देखेको छ। र रियल कुरो त्यही हो। राजा भनेको सबैको साझा र अभिभावक हो र राजालाई अन्यायपूर्ण किसिमले दलहरूले धोका दिएर बिदा गरे हुन्। त्यसो भएको हुनाले अहिले समयले मागो, कथाले मागो भन्छ नि, कथाले मागो क्या राज संस्था अभिभावकको रूपमा। कथाले नि मागिसक्यो। त्यसकारण अब अहिले हेर्नु है, काङ्ग्रेसको प्रत्याशी मलाई लाग्छ अब हुने सभापति भनेको डाक्टर शेखर कोइराला हो। शेखर कोइरालाले नि राज संस्था, राजालाई पूर्व राजा भन्दिनँ, राजा नै भन्छु भनेर एक किसिमले राज संस्था, काङ्ग्रेस पार्टीको अरू नेताहरूले त नेपालमा राज संस्था चाहिन्छ भनेको छ। बिपीको लाइनमा गएका छन् उनीहरू। यतापट्टि एमालेको 2 चोटिसम्म राष्ट्रपति, सम्माननीय राष्ट्रपति भइसकेको विद्या भण्डारीज्यूले पनि राज संस्था एउटा शक्ति हो, यस्तै अवस्था रह्यो भने राज संस्था फर्किन्छ भनेर क्लियर कट नेपाली जनतालाई कुरो बुझाइदिनु भयो। अब राजावादी त छँदै नै छन्, अन्य पक्षहरू पनि छँदै नै छन्। अब यति कुरो राष्ट्रपालले पनि बुझेर संवैधानिक राजा मान्छौँ भन्दियो भने त सिद्धि हुने कुरो। हामी अन्त्यमा पनि छौँ, के भन्न चाहनुहुन्छ जनतालाई? नेपाली जनतालाई अहिले गोल्डन अपर्च्युनिटी छ र अहिले जुन नयाँ शक्तिका रूपमा उदयमान हुन लाग्नुभएका, पूर्वदेखि हर्क साम्पाङदेखि लिएर यतापट्टि बालेन शाहहरू, कुलमान घिसिङहरू हुँदै अब अहिले हाम्रो चाहिँ अहिले जुन अब बन्न खोजिराख्नु भएको छ नि, नयाँ किसिमबाट मुलुक अगाडि बढ्न खोजिराखेको छ रवि लामिछानेजीहरू। यो विकल्पपट्टि सोचौँ। नयाँ पुस्तामा राज्यको सत्ता पुगोस्, सरकार बनोस्, भ्रष्टाचारीहरू कोचिउन् र हामी सबै नेपालीहरू एकअर्कामा रिस राग नगरौँ, मिलौँ, सत्य कुरा बोलौँ, इमानमा चलौँ, भ्रष्टाचार गर्नेहरूलाई चाहिँ नछोडौँ। किनभने त्यो भनेको असत हो। अर्काका आँसु, अर्काको खुन चुसेर मोटाउनेहरूलाई हामीले थुक्नुपर्छ। तपाईँलाई महत्त्वपूर्ण समय विचारलाई धन्यवाद। हस्, मेरो तर्फबाट धेरै धेरै धन्यवाद।